हेलो गाइज, हजुर स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ हामी पिङ खेल्न जान लागेको बोहरतिर अनि हामी तीनजना भएर जान लाखौँ पिङ खेल्नलाई। यसले चाहिँ दसैँको लागि एउटा बोका लिन जान थालेछ। हामी तीनजना चाहिँ पिङ खेल्न जान लागेको अहिले। हजुरहरूले म अब पिङ खेल्न गएपछि भेट्छु। फाइनली गाइज हामी चाहिँ यसो डाँडामा आइसकेका छौँ। अब यो डाँडाबाट देखिने भ्यू देखाउन जाँदैछु तपाईँहरूलाई। यस्तो राम्रो देखिएछ नि गाइज, डाँडै डाँडा देखियो सबै। त्यहाँ यस्तो घुमाउरो बाटो छ यहाँ। यो चाहिँ मेरो साथीको घर। लिने घरतिर आइसकेका छौँ। यहाँ चाहिँ अब एउटा यस्तो ठुलो पोल, हाई स्टेसन पोल रहेछ, ठुलै छ, यहाँ माथिसम्म छ। हामी चाहिँ आइसकेका छौँ त्यतै पोलतिर हो। साथीहरू चाहिँ अगाडि छन् त्यहाँ। अब हामी जाँदैछौँ। अब घर गएपछि हेर्न कस्तो छ। अब यहाँ चाहिँ हामी बोको लिने घर आइसकेका छौँ। यो बोको चाहिँ यो गाइज अब हामीलाई अब यो बोको केले बाँध्न लाने भनेर समस्या परिसकेको छ। नाम्लो नै छैन, यसले नलिकन आएको यसले नाम्लै। अब केमा लाने थाहा छैन। हामी चाहिँ बोकाको मालिकले भेटिसकेका छौँ। एउटा गीत गाइदिनु पर्यो ल। ए सधैँ आउँछु उधारो खान्छु, पैसा हुँदा कहाँ जान्छु देउरालीमा भट्टी पसल, तुम्हारा छाङ भन्दा नि साउनीको बोली असल। खतरा खतरा हो हाम्रो सिङ्गर ल। त्यसपछि युट्युबमा हेर हल्का भिडियोहरू अनि त्यसबाट सजिलो त्यहीबाट त अब सिक्ने अलिअलि त्यही हो। अब त्यसपछि आफूले स्क्रिन जाने चाहिँ स्क्रिन रेकर्डिङ गरेर त्यही गर त फोटोबाट गराएर हुन्छ। त्यसपछि यसलाई चाहिँ हामीले यसै गर्न सकिन्छ। गाइज हामी पिङ खेल्न आएको। यहाँ चाहिँ एउटा यो मान्छे यहाँ पिङमाथि बसेर 10 रुपियाँ नदिकन खेल्नै दिन्न भनिरह। बोल्न चाहिँ मानिरहेन। एउटा अर्को छ एउटा डन डिओजी डन हो डिओजी डन भाग्य नौपाने गराएर कहीँ झोइरहनु भइसकेको छ। घाँस यति धेरै भएको छ, घाँसै खान्न। यसले चाहिँ उतो पातो छुन्ने भनेर राख। यसले च्यालेन्ज ल। 3, 2, 1 गो। छोइएन छोइ। अभिषेक काँक्रा त बाहिरतिर काँक्रा खाने हेर्दा अभिषेक काँक्रा बाहिरतिर खोइ कहाँ खोइ हुन्छ गाइस। यहाँबाट पारेको भ्यू सो देख्न सक्नुहुन्छ गाइस। यो चाहिँ मेरो घर। थ्याङ्क यू सो मच फर वाचिङ गाइज। आजको लागि यति नै। अर्को ब्लगमा फेरि भेटौँला।